कस्तो भइरा एकदम गाह्रो बिजोग भइरा स्वागत छ तपाईहरुलाई एमडी को न्यू ब्लगमा अनि गौशाला रातपुरलाई लुम्बिनी होटल टेलरमा तिमीले यहाँ घर किनेको भए अहिले यो हालत हुन्थ्यो। गाइस स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ भिडियोमा। तपाईहरु हेर्दै हुनुहुन्छ यो रोशनी सान पाण्डा अस्तिको भिडियोमा भेटेको मान्छे। खोइ त हेलो लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला। लाइक कमेन्ट सब्स्क्राइब तर बढ्दैन गाइस म पाण्डालाई चिया खुवाउन लग्दैछु। यसैमा रहेछ हेरौँ चिया पनि खान्छ कि खाँदैन साथीलाई। कहाँ बिल्ला अहिले बेजुती गरेको बिल्ला नभन। रोशन कहाँ छ रोशन कारको अवस्था छ बसेछ। युवराज दाई सन्चै हुनुहुन्छ र भएन त्यसलाई भन्दा चौमा बसेर निर कन्डिसन खराब भयो जस्तो छ। अमेरिकाबाट लन्डन जाँदैछ। कुन ठाउँ अरे जङ्गल चोकपुर स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। हाम्रो अगाडि हाम्रो दिदी बसिरहनु भएको छ निलामा दिदी। तपाईहरुलाई म यसरी चाहिँ भेटाउँछु। अहिले गाडी रोकेपछि दिदीको इन्टरभ्यू। हावडा ब्रिज कुन ठाउँ हो हावडा ब्रिज त यही छ त इन्डियाको। जस्तो मान्छे हाम्रो साथी हो संस्कारी भिडियोमा मात्रै संस्कार ल यस्तो भने होइन भिडियो ल्याएर मैले क्युट जस्तो साथी हो रोशन हो क्या गाइस। तपाईँहरूलाई म देखाउँछु आज मेकअपमा छ कि बिना मेकअपमा। ल रोशन गयो मेकअपमा रहेछ। यता पोखरा होइन पोखरा Bye.
फेरि हेर्नु एमडी हेर्न त्यो न दामी म क्यामेरा त मेरोमा हुन्छ मुला चिल्लो पो देखाएको थियो क्यामेरा त जोसुकै पछाडि चक्कर आउँदैन चक्कर यस्तो फारेको नि अघि निन्द्रा सपनाको मान्छे बिपनामा आइन तपाईँ टेन्सन यो भिडियोलाई उहाँको बोर्डमा चलाइदिन्छु जस्तै कि तपाईँहरू हेर्दै हुनुहुन्छ अहिले हामी कुलेखानी पुग्न थालेको छ मेरो दाई अस्तिको भिडियोमा आउँथ्यो नि दाईले चाहिँ मलाई अलिक भेदभाव गरेको छ दाईले चिन्न छोडिदिएछ होइन अनि बोल्न पनि छोडिदिएछ लभ पर्ने बित्तिकै मान्छे चेन्ज हुन्छ भनेको साँच्चै ब्ल्याट्टै चेन्ज हुँदो रहेछ मान्छे त यही गाडीमा आएको होइन यहाँ चाहिँ हो सबैजना यतैतिर छ अब के हुन्छ भन्ने कन्डिसन खराब छ अहिले यहाँ चाहिँ दाई थोरै सल्लाह गर्दैछ खेलाडीहरूसँग के छ सबै मित्रहरू एकदम गम्भीर रूपमा खोइ अब हेरौँ होटल त खोज्ने कहाँ अब के हुन्छ होटल पाउँछ कि पाउँदैन एकदम अप्ठ्यारोमा छ होटलमा पाएर कस्तो भइरहेको होटलमा पाएर कस्तो भइरहेको बेलैमा तिमीले यहाँ घर किनेको भए अहिले यो हालत हुन्थ्यो तिम्रो बुवालाई उयो दस दिनुलाई भन्नु पर्दैन अनि तिम्रो बाबालाई पनि दिँदैन कसरी घर किन्ने त भन त होटलमा पाएर यहाँ एकदम गम्भीर छ म साथीहरूलाई एकदमै जोगाएर होटल खोज्न गइरहेको छु तपाईँ मसँग जोडिनु होला हेर्दै जानु होटल कसरी खोज्नु हो भनेर यो चाहिँ हाम्रो पुट्की बहिनी हो कस्तो भइरहेको गाह्रो बिजोग भइरहेको नरो नरो के थाहा छ मलाई अहिलेको कन्डिसन यस्तो छ आसिदाहरू होटल खोज्न जानुभयो अनि सबै चाहिँ यहाँ जम्मा भएर बसिरह अब हेरौँ अब के हुन्छ एकछिनपछि अरू भिडियो बनाएर त्यसपछि हालौँला अहिले चाहिँ काठमाडौँको अवस्था यस्तो छ आन्दोलन पनि हुने भनिरह होटल पनि पाएन खोज्दैछ अब भेट्छ कि भेट्दैन अब त्यो अलिक बेपछि थाहा हुन्छ कन्डिसनहरू सुजाता कस्तै थियो कुखुराको मासु सुजाता जस्तै थियो त्यो मटन थियो मटन खाइसकेपछि पचिसक्यो होइन तिमीले खाएको भेज थियो कस्तो थियो दाइ तपाईँले खाएको कुखुराको अन्डा कस्तो थियो चलाउनु लाग्थ्यो चलाउनु लाग्थ्यो ठ्याक्कै फ्राई गरिदिइहाल्थ्यो सन्जोगले खाएको सन्जोगले टापिटीमा खाइदियो बोल्नै भन्थ्यो नि त काठमाडौँ भ्याली गौशाला रातोपुर गाइज गौशाला रातोपुरलाई लुम्बिनी होटेलमा खाएर अब हामी विश्राम कुन होटेलमा त्यो होटेलको नामै मैले थाहा छैन त्यहाँ गएर देखाउनु पर्छ यस्तो कार भएको भए अहिले पनि